हेलो गाइस, सो म मम्मी घरमा आइपुगेँ होइन। मम्मीलाई भन्छु यत्रो दिनमा गएर दबाई छ भन्नुभएको थियो, याद छ? उठ्नु त तपाईँको दबाई खाने हो र तपाईँको दबाई सुगरको दबाई तपाईँको बिचार खाने दबाई खाँदो रहेछ। त्यो दबाईमा बाहिर बट्टाउँदै मुटुको फोटो छ नि त। अनि मैले बुवाको दबाई सकिसक्यो भने बुवा खाएको ऊ बाँधी हेरेर डब्बै छ भन्नुभयो कि। अनि मैले पनि त डबल भन्थिस्, मैले अहिलेसम्म खाएकी छुइनँ भनिरहेको छु त मैले। अनि यो कस्तो खालको मान्छे त नि अनि बुवाले वर्षौँलाई पुग्ने त हालेर त तपाईँको एक महिना हिजो भने डबल गरेर खा भन्थे। के चाहिँ डबल गरेर म त रङ दुई खाएको त एउटै खाने गरेको त मैले कसरी डबल यो दबाई र त्यो सेतो दबाई दुई मिक्स गरेर खानुपर्ने दुइटा एकैचोटि। बुवाले चाहिँ यसमा मुटुको फोटो देख्छ बट्टामा यत्रो एक बट्टा छ त वर्ष पुग्ने भन्नुभयो कि। मैले त्यति बेला नै भनेको थिएँ कि बुवाको दबाई एक महिना मात्रै पुग्ने हो, एक महिना मात्रै पुग्ने हो नि त। बोले होइन वर्ष दिन ला म त एक महिना चाहिँ खाँदैछु त। अनि 3 दिन भइसक्यो बाबु बिमारी भयो भनेर बसिरहेको। अन्त त्यस्तो गाडी राजी गरेको सुगाको दबाई खाएर। अनि हिजो नापेको प्रेसर पुरै घटेछ। गाई यस्तो रेला गर्नु हुँदैन। अब घरमा आएको छु, अब चाहिँ सबै दबाईहरू म मिलाइदिएर बुवाको दिन्छु ल।